हामीसँग अहिले हुनुहुन्छ यहाँ चाहिँ हाम्रो डाक्टर कर्ण साहब। तपाईँलाई चाहिँ आजको यो मौसम कस्तो लाग्दैछ बिर्ता मोडको? फर्स्ट अफ अल हेलो। यस, आजको मौसम चाहिँ निकै शीतल रहेछ होइन, अरू दिनभन्दा। जहिले नै राति आजकल पानी परिरहेको छ होइन, चिसो नै हो रातिको मौसम। तर जस्ट ओभरअल गुड। ल ठिक छ। अब तपाईँ चाहिँ पहिला उता धरानमा कहाँ काम गर्नुहुन्थ्यो? तपाईँ यहाँ बिएनसी जोइन गर्नुभन्दा पहिला, यहाँ आउनुभन्दा पहिला चाहिँ तपाईँको एक्सपेक्टेसन कस्तो थियो कि जस्ट लाइक बिएनसीमा गएर युरो सर्जरी डिपार्टमेन्ट जोइन गरेपछि तपाईँको चाहिँ कस्तो एक्सपिरियन्स चाहिँ कस्तो हुँदैछ यहाँ चाहिँ? सर्वप्रथम त पहिला होइन थाहा नै थिएन कि युरो सर्जरी नै पाउँछु डिपार्टमेन्टमा। ओके, जस्ट एप्लाई गरेँ यहाँ। त्यो एप्लाई गरेपछि अनि मात्रै बल्ल थाहा पाएँ होइन युरो सर्जरीमा खाली रहेछ मेडिकल अफिसरको पोस्ट होइन। त्यसपछि सल्लाह लिँदा होइन, एडभाइस लिँदा डक्टरहरूसँग होइन युरो सर्जरी बेस्ट होइन। त्यसपछि मैले डिपार्टमेन्ट जोइन गरेँ र अहिले मेरो चाहिँ 2 मन्थ्स भएको छ डिपार्टमेन्टमा र त्यो डिपार्टमेन्ट रमाइलो लागिरहेछ। सिक्ने मौका पाइरहेको छु होइन, धेरै कुरा सिकेँ होइन, त्यति हो। हाम्रो यो युरो सर्जरी डिपार्टमेन्ट भन्नुभयो, युरो सर्जरी डिपार्टमेन्टमा चाहिँ हाम्रो कुन कुन डक्टर हुनुहुन्छ वरिष्ठ डक्टर चाहिँ यहाँ बिएनसीमा? हाम्रो युरो सर्जरीको डक्टर अमित कुमार शाह, एचओडी डाक्टर अमित कुमार शाह। त्यसपछि हाम्रो दुईजना अझै सर्जन हुनुहुन्छ, डक्टर सेजन खरेल एन्ड डक्टर एङ्गल्स नेपाने होइन, सरी है समटाइम्स होइन, त्यही हो। उहाँहरूको जस्ट लाइक उहाँहरूसँगको इन्ट्रेक्सन जस्ट लाइक तपाईँले चाहिँ कस्तो उहाँ सिकाउनु हुन्छ कतिको कि जस्ट लाइक गाइड राम्रो गर्नुहुन्छ कि हुँदैन? दे आर फ्रेन्डली इन नेचर होइन, गुड मेन्टर होइन, एज अ एल्डर ब्रदर सिकाउनुहुन्छ, गाली पनि गर्नुहुन्छ समटाइम्स होइन, बट ओभरअल गुड, राम्रो एक्सपिरियन्स भइरहेछ। राम्रो एक्सपिरियन्स भइरहेछ। सो डाक्टर साहब, तपाईँले अहिले चाहिँ यो युरो सर्जनको राम्रै कुरा भन्नुभयो, युरो सर्जन बिएनसीको राम्रै छ होइन, नोन छ यहाँ हाम्रो फेमस भनेको डाक्टर अमित कुमार शाह भनेको त धेरैले रिनाउन्ड सर्जन भयो हाम्रो बिर्ता मोडमा। सो अब तपाईँको चाहिँ यो यति धेरै व्यस्त जिन्दगीमा चाहिँ तपाईँ चाहिँ आफ्नो रिफ्रेसमेन्टको लागि चाहिँ हल्का के गर्नुहुन्छ आफ्नो चाहिँ पर्सनल लाइफमा चाहिँ, त्यो हल्का बताइदिनु पऱ्यो हाम्रो यता दर्शकहरूलाई चाहिँ। रिफ्रेसमेन्टको लागि त के गर्नु होइन, त्यही हो, डेली 8 to 5 ड्युटी हुन्छ। त्यसपछि अब घर गइन्छ होइन, कोठामा पुगिन्छ अनि त्यो फ्यामिलीसँग अलि द्याट मिन्स यु आर म्यारिड होइन, म्यारिड त्यही हो, फ्यामिलीसँग टाइम बिताइन्छ, कुराकानी गरिन्छ होइन, एउटा त्यही हो, त्यति हो। मुभीसुभी हेरिन्छ कहिले काहीँ होइन। त्यसो अब एउटा मेरो क्वेसन के आयो भने तपाईँलाई, अब तपाईँ म्यारिड हुनुहुन्छ, अब हुन त अब हामी चाहिँ अनम्यारिड छौँ, त्यही भएर तपाईँले चाहिँ अब अनम्यारिडहरूलाई चाहिँ युआर म्यारिड होइन, तपाईँ चाहिँ म्यारिड हुनुहुन्छ, अनम्यारिडहरूलाई चाहिँ के सरसल्लाह दिनुहुन्छ? अब सल्लाह त के दिनु होइन, सल्लाह अब दियो भने त्यसमा पनि गाडी छ होइन, फेरि भन्न फसाइदियो होइन, त्यही भएर अब सल्लाह के छ, आफ्नो आफ्नो विचार होइन, हाउ यु ह्यान्डल होइन फायर होइन। अब दुइटै कुरा हो कि आगो चाहिन्छ पनि, छोयो भने पोल्छ पनि होइन, म्यारिडलाई पनि त्यस्तै हो, चाहियो पनि अनि नगर्दा पनि भएन होइन, दुइटै कुरा हुन्छ होइन। सो बोथ एस्पेक्ट हुन्छ होइन, गुड एन्ड ब्याड होइन। कहिलेकाहीँ हामी वर्कबाट ओभर एक्जस्टेड हुन्छौँ, त्यतिखेर समटाइम्स फ्यामिली सपोर्ट गुड होइन, समटाइम्स हामी इरिटेट भएको बेला झन् बच्चा बुच्ची होइन त्योहरू करायो भने झन् इरिटेट हुन्छ होइन, कहिलेकाहीँ वाइफ नि बुझ्दैन होइन, कसैको फेरि बुझ्दैन भने गाह्रो हुन्छ, त्यही हो। अब धेरै छन्, अब मैले पहिले पनि भनिसकेँ कसरी ह्यान्डल गर्छ होइन, कसले कसरी ह्यान्डल गर्छ, सम ह्यान्डल विथ केयर, राम्रो सम ह्यान्डल रफली, त्यो पनि उसको विचार होइन, त्यही भएर आफ्नो आफ्नो विचार। तर हो ओभरअल भन्दाखेरि भन्नु पऱ्यो भने खानु होइन, लड्डु भनेको एउटा थियो नि, लड्डु खानु नखानु होइन, अनि खाएर नै पस्ताउनु नि, कुरा त्यति हो टुङ्ग्याए। भनेपछि तपाईँले चाहिँ अनम्यारिड मान्छेहरूलाई यो भन्न चाहनुहुन्छ कि बेलामै चाहिँ बिहे गर्नुपर्छ, बट यो डिपेन्ड गर्छ मान्छेमाथि कसरी चाहिँ दुइटाको चाहिँ
बिहे चाहिँ बेलामा नै गर्नु पर्यो को बेला भयो भने त धेरै समस्याहरू आउँछ हामी अहिले हेरि पनि रह हुन्छ होइन ओपिडीमा होइन त्यस्तो त्यस्तो समस्या होइन एन्ड यु आर अल्सो फ्रम मेडिकल फिल्ड होइन यु आर अल्सो डक्टर सो यु नो भेरी वेल होइन के समस्या आउँछ डिले म्यारेजको होइन मेन कुरा भनेको दुईजनाको अन्डरस्ट्यान्डिङ चाहिँ राम्रो हुनु पर्यो तर बेलामा भएको राम्रो बेलामा चाहिँ भएको राम्रो ठिकै छ डक्टर त्यसो भए आजको हाम्रो यो डक्टर राकेश कर्णसँग चाहिँ सानो चिया खाँदै गफ गरियो होइन हाम्रो चाहिँ आजको मालाको यहीँ सक्यो होइन आजको चाहिँ हाम्रो उहाँको चाहिँ इन्टरभ्यू यहीँ सकिँदो रहेछ होइन एन्ड थ्याङ्क यू क्यामेराम्यान क्यामेराम्यान